भाउजू तपाईँ त भिजेको बिरालो जस्तो भएर पुच्छर लुकाएर हिँड्नुहुन्छ त। भिजेको बिरालो र बाघ छुट्याउन नसक्ने मान्छेसँग किन मुखामुख गर्न पर्यो त? छोरा बुहारीको साथ पाएँ भनेर यसरी ठुलो कुरा नगर्नुहोस् भाउजू। छोरा बुहारीले तपाईँलाई साथ दिएको भए यसरी रित्तो गाग्री लिएर हिँड्नुहुन्थ्यो होला त बिहानै बिहानै। तपाईँले मलाई उठी बास गराउन नसकेर मेरा छोरा बुहारीसँग टाढा बनाउन खोज्नु भएको हो? मैले कसैलाई टाढा गराउन खोजेको होइन। अब बिस्तारै थाहा हुन्छ सत्य कुरा के हो भनेर। अब त तपाईँ जस्तो देवर भनाउँदोको हिम्मत पनि हुन पर्यो नि मेरा छोरा बुहारीसँग टाढा बनाउनको लागि। ठिक छ त्यसो हो भने अबबाट छोरा बुहारीले मलाई दुःख दिए, यस्तो भने उस्तो भने भनेर मेरो घरमा आउने कोसिस नगर्नु होला। र देवर भाउजूको सम्बन्ध पनि आजैबाट सक्यो भनेर बुझ्नुस्। सम्बन्ध